नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ नवीन केसी। आज चाहिँ उधौली पर्व, त्यही भएर स्कुल छुट्टी छ अनि उधौली पर्वको सबैजनालाई शुभकामना छ। अनि आज चाहिँ म कोचिङ पढेर भर्खर घर आएँ। चाहिँ क्रिकेट खेल्न जानुपर्छ, केटाहरू भन्दै थिए अब क्रिकेट खेल्न आउनुपर्छ, अब जानुपर्छ खानासाना खाएर। अनि अब त्यसपछि के हुन्छ, दाइ आउनु भएको छ पछाडि, मेरो गाउँको दाइ, आफ्नै दाइ। के छ दाइ? अनि यता गरिन्छ यता छ मेरो दाइ चाहिँ यहाँ दाइ भूमिट भयो कि नै बसमा दाइ दाइ भूमिट भयो कि नै बसमा मेरो भाइ छ। मलाई झ्याउ लागेर यसो साइकल कुदाउँ भनेको, मेरो साइकल हेर्दा छ है। अब टक्क म निस्किँदैछु, अब हेरौँ के हुन्छ। ओइ माइ गड, अब जानुपर्छ म साइकलमा। मेरो घरको बाटो अप्ठ्यारो हुन्छ चलाउन, त्यही भएर म चलाउँदैछु। अब के हुन्छ है, म बाटो पछि भएर यस्तो उलाउनु पर्छ छ्याउलाई क्या। मेरो साइकल अलिअलि बिग्रिया छ कि, त्यही भएर अलिक कन्डिसन चाहिँ यसको गाह्रो छ पनि अलिक भएछ। अब उलाउनुपर्छ है, साइकल अलिक पछि हुन्छ। 15को बाटो घुमेर चाहिँ म चाहिँ अब घर पुग्न लागिसक्यो। एकछिन के घुमिदिउँ भनेको, बोर लागेर। अब चाहिँ क्रिकेट खेल्न जानुपर्छ है, केटाहरू अटट्टे आइसक्यो। अनि त्यही हो, मैले मेरो साथीलाई भेटिसकेँ। दोस्त के छ यार तिम्रो खबर यार? त टपर हो नि त फेरि यार, पढेको पढै हुन्छ, 24 घन्टा पढेको पढै हुन्छ भनेर आज यार फेरि यार उसको यो पाला एसी हो नि त, त्यही भएर घरदेखि कतै निस्किँदैन भने। टपर छ नि केटाहरू, म मात्रै हो यस्तो लफङ्गा घुमेको हुने। केटाहरू त सब पर्छ। अनि बढी चढेर घर पुगिसकेँ। अनि मेरो क्रिकेट खेलेर घर फर्किसकेँ। अनि हामीले जित्यौँ आज 500। अनि सबैजनाले झोल चाउमिन खायौँ। अनि त्यही भयो, आजको दिन पनि बित्यो। सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है।